एभ्रिवान, नमस्ते सबैलाई। अहिले चाहिँ म मेरो हस्बेन्डको अफिस आएको थिएँ हो। यहाँ चाहिँ होइन, अलिकति तल थियो, अन्त यहाँ पनि काम थियो। अनि यहाँ चाहिँ काम चाहिँ सकेर चाहिँ अब हामी चाहिँ लालकोठी जानु बाट जाँदैछ। लालकोठी जानु जाँदैछ। यस्तो राम्रो बनाएछ कि आज त म फर्स्ट टाइम आएको। यहाँ हेर्नु, यहाँ मजाको जग्गा, ब्याक साइड चाहिँ होइन, यो चौरस्ताकै छेउमा यति राम्रो बनाएछ। हामी चाहिँ यो साइड बेसी आउँदैन नि है, मजाको बनाएछ। यहाँ चाहिँ आइपुग्यो चौरस्ता। हामी चौरस्ता आइपुग्यो। आज त कति दिन बाद आएको चौरस्तामा, आइ त हुँदैन बेसी हो। के को लागि बनाउँदै रहेछ है उपर ऊ है, के हुन्छ मजाको रमाइलो भइरहेको रहेछ। घोडाहरू पनि हिँड्दै रहेछ। हामी चाहिँ दार्जिलिङको मान्छे भएर बेसी चौरस्ता आइ हुँदैन। अलिक तल वकमा पनि हाम्रो त हेप्पी भ्याली नजिक पर्छ, अन्त हामी चाहिँ त्यही जान्छ। चौरस्ता छ फेरि यहीँ, के दामी कलरको घोडा रहेछ हेर्नु नि है। कलर कस्तो दामी। यहाँ चाहिँ हामी ओह्रालो आइपुग्यो, तर त्यस्तो उयो छैन जस्तो लाग्यो है। सिजन चाहिँ त्यस्तो लागेको जस्तो चाहिँ लागेन। गाडीकोमा चाहिँ भिड चाहिँ तल उसमा हुन्छ, बजारमा। फेरि यहाँ चाहिँ अलिक खाली छ। बेलुका चाहिँ कस्तो हुन्छ। अहिले चाहिँ यो चाहिँ हामी लालकोठीको उकालोमा। ए हत्तु भयो हौ हिँडेर, थाकेर बानी हराएछ है हिँड्ने। आधी बाटो आइपुग्यो। अब चाहिँ यहाँ चाहिँ लालकोठी आइपुग्यो। आज यहाँ अफिसमा काम छ। यहाँनिर त गार्डनहरू कस्तो राम्रो छ है, तर है दामी। शीतल भयो हिँड्दा। मन्जु दिदी र म चाहिँ लालकोठीमा 1.5 घन्टा बसेर चाहिँ फर्किँदैछ है। ओइ आउँदा चाहिँ हिँड्दा आएको कि अहिले जाँदा चाहिँ एउटा गाडी पाएँ, एकजना भाइले रोकिदियो खालीबाट जाँदैछ। लालकोठी जानु जाँदैछ।